हेलो गाइज नमस्ते के छ सन्चै हुनुहुन्छ सबैलाई नमस्ते तिहारको शुभकामना छ सबैलाई। आज चाहिँ हामी यहाँ इन्डियाको चाहिँ दिवाली आज भइसक्यो चाहिँ हामी नेपालीको चाहिँ पर्सि तपाईहरुलाई देखाउने छु है। हेर्नुस् आज चाहिँ टक्क हेर्नु न कस्तो खतरा भएको छ के मागसम यो चाहिँ टक्क हो न दिवाली चाहिँ देशीको चाहिँ आज गरे देशीको हाम्रो नेपालीको चाहिँ अब कन्सेसन 3 दिन के अब 2 दिन माग्यो है। अब हुने दिन भयो के रे गाइस कस्तो लाग्छ कमेन्टमा चाहिँ गर्नुहुन्न के रे। अब म चाहिँ यस्तो भ्यू देखाइरहेको छु तपाईँ चाहिँ देखाउनु न हेर्नुहुन्न भन्न खोजिया के कमेन्ट चाहिँ गर्न चाहिँ नबोल्नु होला के। यो चाहिँ हाम्रो किरण हो, किरण हाई भन्दै मेरो यो भाइ हो गाइस। सिधै हिँडिरहेको छौँ लेकिन बाङ्गो किन भइरहेछ। अब हामी परदेशीको चाहिँ जिन्दगी यस्तै हो क्या जति टाढा गए पनि अब ऊ भए पनि अब परदेशी जिन्दगी के अरे अब यहाँको चाहिँ दिवाली चाहिँ आज के अरे हाम्रो चाहिँ 2-3 दिन बस्यो के ठिकै छ गाइज। तपाईँलाई म देखाउनै छु अहिले चाहिँ पटौका पड्किन्छन् क्या। अब हामी चाहिँ पटौका पड्काउँछौँ चाहिँ अहिले लोवर बजारमा छौँ सिमलाको लोवर बजार हिमाचल प्रदेश सिमलाको लोवर बजारमा छौँ। यस्ता बिल्डिङ छन् यस्ता राम्रा वातावरण छन्। अब के गर्ने हजुर अब आफू चाहिँ नेपालको मान्छे पढेको के अरे नेपालको भए पनि अब आफ्नो चाहिँ पारा चाहिँ छुटाउनुहुन्न के पारा भन्न खोजेको कस्तो मान्छे सब सिकाउनु पर्यो। अब हामी चाहिँ टाढाबाट आएको छौँ नेपालदेखि आएको छौँ यहीँ इन्डियादेखि कमाउनु नेपालमा चाहिँ रोजगारी भइदिए हामी चाहिँ नआउने हो के अरे। अब नेपालमा खतरा दिवाली लागिरहेको छ दिवाली लागिरहेको छ देउसी चाहिँ खेलिरहेको होला नि यता आइरहेको छ नि त के गर्ने गाइज। अब यस्तै हो हामी चाहिँ अब जान्छौँ घुम्न जान्छौँ हामी चुप्रुक्क सुट जान्छौँ होइन। अनि कहाँ पैसा गर्नु लाग्यो पैसा गर्नु लाग्यो ल कहाँ यो भाइलाई नछुड्नु है भाइ भोलि बिहान मिलाउनु है भाइ भन्दै चल जा। म चाहिँ मेरो रुममा आइगयो क्या म रुममा जान्छु है। अब चाहिँ तपाईँलाई यो पटौका हुन्छ नि पटौका कसरी पड्किन्छ तपाईँलाई देखाउने छु तपाईँले देख्नु भयो होला लेकिन म देखाउने छु है गाइज। ल गाइज कस्तो लाग्छ कमेन्ट गर्नु होला। ह्याप्पी दिवाली सबैलाई लाग्छ ए पटौका पड्किरहेको छ ए दिवाली चाहिँ यहाँको यहाँ आज हो चाहिँ अब हाम्रो चाहिँ अब पर्सि चाहिँ हनुमानजीको जय होस्। नमस्ते भन्नु सबैले नमस्ते नमस्ते बेफाल्टु भिडियो बनाएर ए छोरी ओए तिमी यहाँ आऊ कहाँ गयो नमस्ते भन्दै त नमस्ते ए कत्रा आवाज आयो क्या है। यो चाहिँ अब अहिले 9 बजीसम्म नै 10-12 बजीसम्म खतरा हुन्छ कि मेरो छोरी पनि रमाइरहेको छ कि ओ छोरी तर लोटान यता हाँस्दै हेर्नु कस्तो खतरा आवाज आइरहेको छ कि। दिवाली भने दिवाली हो कि दसैँ भने तिहार भने तिहार हो। गाइज कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबोल्नु होला के अरे। अब तपाईँको म अब साथी हो कि एउटा साथी भनेर हेर्नु होला के अरे। पटौका नै पड्किरहेछन् तपाईँलाई अहिले थोरै कम देखिरहेछ पछि चाहिँ धेरै देखाउँछु कि यहाँ चाहिँ दिवालीको दियो बत्ती बलिरहेको छ के अरे। ह्याप्पी दिवाली ह्याप्पी तिहार ओके गाइज तपाईँ हेर्दै जानुहोस् म तपाईँलाई भ्यू देखाउने छु।